हेलो हेलो गाइजहरू ल दर्शन नमस्ते सबैलाई है। हाम्रो आजको फेरि हाम्रो दोस्रो भ्लग डे हो। आज दोस्रो भ्लग डे चाहिँ आज दाजुभाइ हामी निस्किसकेका छौँ। कुन ठाउँ जाँदैछौँ, हामी कहाँ जाँदैछौँ, के गर्दैछौँ र कस्तो रमाइलो गर्दैछौँ र कस्तो ठाउँमा जाँदैछौँ भन्ने कुरा यहाँहरूले पक्कै पनि पर्खेर भए पनि हेरेर चाहिँ एकदम लाइक कमेन्ट गर्नुहुन्छ भन्ने कुरा आशा गरेका छौँ। हाम्रो यात्रा सुरु भइसकेको छ गाइजहरू। यस्तो दामी ठाउँमा जाँदैछौँ हामी। फुटबल प्रेमी भएकोले गर्दा एकदम राम्रो फुटबल ग्राउन्ड छ, त्यहाँनिर जाँदैछौँ साथीहरू, हेर्नु होला। ल साथीहरू, ठ्याक्कै हामी चाहिँ आज यहाँनिर एउटा फुटबल ग्राउन्ड छ है, यो माथि डाँडामा हो। यो एरियामा हामी जाँदैछौँ। कस्तो छ यहाँको स्थिति, कस्तो छ अनि के कस्तो चाहिँ रहेछ त्यो कुरा चाहिँ पर्खेर यहाँहरूले हेर्न सक्नुहुनेछ है त। ठ्याक्कै हाम्रो यात्रा बढ्यो, अघि बढ्यो। हाम्रो यात्रा बढिरहेको छ। मैले अघि नै देखाएँ साथीहरूलाई। हाम्रो आजको डेस्टिनेसन पोइन्ट चाहिँ निकै अग्लो ठाउँमा छ। यो बाइक चढ्ने हो कि होइन भन्ने चिन्ता छ। अलिकति उकालो जानुपर्ने स्थिति छ। यो इलेक्ट्रिक बाइक चाहिँ अलिकति उकालोमा नमान्दो रहेछ। तैपनि हेरौँ, आज हामी कोसिस गर्नेछौँ। गाइजहरू हामी चाहिँ त्यही हो भाइ, अस्तिकै गाडी हो। ए है हामी दाजुभाइ लाग्यो, हामी दाजुभाइ लाग्यो। आजको दिन कस्तो हुन्छ ए। ल गाइजहरू, यो हो अघि मैले देखाएको ठाउँ चाहिँ। यहाँनिर जाँदैछौँ हामी। यहाँ अलिकति उकालो बाटो पर्छ, चढ्छ कि चढ्दैन भन्ने कुरो हो। यहाँ चाहिँ ठुलो रोड हुन्छ साथीहरू। अब हाम्रो नेपालकै हो भने त यहाँ त एकैचोटि 3-4 गाडी ओहोरदोहोर गर्छ। टक्क है गाइजहरू, अब यहाँनिर हाम्रो रिङ रोड छ। यहाँनिर रिङ रोड हेर्न होला, दामी छ। टक्क हामी चाहिँ अब रिङ रोडबाट पनि उता क्रस गरेर माथिबाट जाँदैछौँ है। गत शनिबार हामी 3 भाइ थियौँ, आज 1 जना घटेर 2 जना मात्रै भएको छौँ। र पनि हाम्रो आजको दिन एकदम भव्य, रमाइलो, इन्जोयफुल अनि मेमोरेबल बनाउने हामी कोसिस गरिरहेका छौँ। हामी लगायत यो भिडियो हेर्ने सम्पूर्ण हजुरहरूको लागि पनि एकदम इन्जोयबल हुनेछ भन्ने कुरामा एकदम आशा गरेका छौँ। ट्याक्कै दाजुभाइको छुट्टी ट्याक्क मिल्दाखेरि चाहिँ हामीलाई पनि एकदम सजिलो भएको छ। यस्तै हो, कोरियामा अब कहिले छुट्टी मिल्दैन, कहिले अब मेरो छुट्टी हुँदा भाइहरूको मिल्दैन, भाइहरूको छुट्टी हुँदा मेरो मिल्दैन। त्यो गर्दाखेरि हामीलाई चाहिँ यसरी डेली अब के भ्लग बनाउन अथवा घुमघाम गर्न, रमाइलो गर्न टाइम नमिलिरहेको अवस्थामा अहिले चाहिँ ठ्याक्कै भनौँ है, अब यता के सिजनले भनौँ न, सिजनको कारणले गर्दा ठ्याक्क दाजुभाइको छुट्टी भएर मिलिरहेको छ घुमघाम गर्न। त्योभन्दा अघिल्लो शनिबार पनि हामी घुमेका थियौँ सँगसँगै। आज पनि सँगसँगै छौँ दाजुभाइ। जम्ने हो, रम्ने हो, बाँचुन्जेल साथी हो जिन्दगीमा। मेरो चाहिँ मान्यता के हो भन्दाखेरि, जिन्दगीमा जस्तो अवस्था आए पनि, जस्तो जेसुकै है बाध्यता आइपरे पनि आफ्नो सहज तरिकाले आफूले आफ्नो लाइफलाई चाहिँ सहजता बनाउन सकियो भने त्यो नै ठुलो कुरो हो है। त्यसैले गर्दा म चाहिँ आज जे छ जसो छ त्यसैमा रमाउने मान्छे भएकोले गर्दा पनि हो साथीहरू। मलाई त्यत्रो ठुलो सपना पनि छैन। मलाई त्यत्रो के भने संसारै अचम्मित पार्ने खालको एउटा के भनौँ है क्षणहरू बनाउनु पनि छैन। जस्ट है यो भविष्यमा चाहिँ भिडियोहरू हेरेर अनि यो क्षणहरू देखेर चाहिँ हामीले के गर्न पाइयोस् है। बितेका पलहरू यसरी सङ्घर्ष गरियो, यसरी चाहिँ यो स्थानमा आउनलाई यस्ता किसिमका सङ्घर्षहरू गरिएको थियो भन्ने कुराहरूलाई चाहिँ सम्झनको लागि पनि हो साथीहरू। यो अरू त्योभन्दा अरू ठुलो कुरो केही नै होइन। ल हेर्नु होला, यहाँ सल्लाह गाडी रहेछ। यहाँ गाडीहरू चलिरहेको छ। गाडी एकदम गाडीहरू रङ्गीचङ्गी हुन्छ साथीहरू। ल एरिया यतातिर हो साथीहरू, माथि हो अलिकति। अब हामी यताबाट यस्तो टर्निङ घुमेर आउनुपर्छ। अलि उकालो बाटो छ, यस्तै छ।
ल अब यहाँ अलिकति उकालो छ साथीहरू, यहाँ गाडी चढ्ने नचढ्ने भन्ने कुरो हो। चढ्छ जस्तो लाग्छ चढ्छ, चढ्यो भने ठिकै छ, चढेन भने हिँडेर पाउन त्यत्रो टाढो छैन। रमाइलो छ, रमाइलो छ। यो चाहिँ इभी बाइक हो क्या, यो यतिको उकालोमा चढ्यो भने नेपालको उकालोहरूमा काम दिने रहेछ भनेर बुझ्नु थाहा हुन्छ होइन। त्यसो चाहिँ हो। यो त माथि कहाँ हाम्रो त धरानको भेडेटार जस्तो जस्तो ठाउँ छ यार। भेडेटारतिरको टर्निङहरू जस्तो जस्तो एरिया छ है साथीहरू। ल जाँदैछौँ हामी। रमाइलो 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 छ है। ल साथीहरू रमाइलो है। हाम्रो गाडीले तानिरहेको छ अहिलेसम्म। त्यही त मलाई पनि शङ्का लागेको थियो, तर तान्दो रहेछ। खत्रै रहेछ हाम्रो यो इलेक्ट्रोनिक भए पनि खतरा रहेछ गाडी। तेरिको यस्ता मुला उकालो त केही नै होइन रहेछ, हानिदिँदो रहेछ। ल्याम के ल्याम तुई कि तुई है साथीहरू। यस्तो दामी छ उकालो है। ल ल ल यस्तो खतरा ठाउँमा आयो है। पुगी पोसाउन आँट्यो त। इन्जोय छ है साथीहरूलाई, इन्जोय लिनु होला हजुरहरूले पनि। एकदमै हामी चाहिँ नजिकमा पुगिसक्यौँ जस्तो छ साथीहरू। यसो रोड हेर्दाखेरि पहिला फोहोर पनि एकचोटि आएको थियौँ हामी। ताने यतिको ताने पानीको नि अब त एरियामा पुग्यो है साथीहरू। अब यहाँनिर एरिया यस्तो दामी छ उकालोमा। झ्याप्पै भयो नि त होइन। अरे फुटबल प्लेयरहरू पनि छ क्या र आज खेल्दैछ कि क्या, म्याच पनि छ क्या र आज साथीहरू। ल साथीहरू यहाँ चाहिँ के थियो, स्विमिङ थियो। यहाँ हटाएछ नि स्विमिङ, पोहोर थियो त यहाँ। पोहोर यहाँ स्विमिङ थियो, यसपालि हटाएछ कि क्या र। यत्रो गाडी आएको छ हेर्नु साथीहरू फुटबल खेल्नलाई। आम्मामा क्या दामी छ फुटबल खेल्ने टोलीहरू हो यो। खेलाडी साथीहरू यताउनि देखिँदैछ। एकदम रमाइलो छ, नाइस छ। अब यो त माथिल्लो तला हो क्या साथीहरू। ग्राउन्ड चाहिँ फुटबल ग्राउन्ड चाहिँ यो माथिल्लो तला हो। त्यहाँ जानेछौँ हामी। ल कस्तो रहेछ ठाउँ, कस्तो दामी फुल रहेछ। ल यस्तै छ, रमाइलो छ। दाजुभाइको एन्डिङ यस्तै छ। अनि ननिस्किने भयो नि, तर मभन्दा लास्टै मोटा गएर भाइ। म लास्टै मोटो जस्तो लाग्छ अहिले त भाइहरू देखेर त। म त केही होइन जस्तो लाग्नु थाल्यो है अब चाहिँ। अब बुढो भइएछ त्यस्तो लाग्नु थाल्यो। कस्तो दामी सिम आउँदो रहेछ साथीहरू हेर्नलाई है। यहाँ चाहिँ खेलकुद स्पोर्टहरू छ। स्पोर्ट यहाँनिर भवन छ, खेलकुदको भवन, खेलकुद भवन हो। अब हाम्रो गन्तव्य यो उकालो है साथीहरू। यो व्यापक छ एकदम फुटबल ग्राउन्डमा पुग्नलाई। यो हामीले सिँढी चढ्नै पर्छ साथीहरू। यो सिँढी हामीले चढ्नै पर्छ साथीहरू। गल्ली ल यस्तो ठाउँमा ग्राउन्ड बनाएको छ साथीहरू कोरियामा। हेर्नु होला अब यो कसले सोच्छ यस्तो ठाउँमा फुटबल ग्राउन्ड हुन्छ भनेर। हेर्नुहोस् ल यति अग्लो ठाउँ छ। तल्लो तला भइसक्यो यो त। अझै हामी अब यस्तो ठाउँमा ग्राउन्ड बनाएको छ है साथीहरू। हेर्नु होला अब अझै अब एक तला चढ्नै छ हामी। अब तल्लो तला उस तला छ। अब हेर्नु त है यस्तो साह्रो छ। ल साथीहरू हामी पुग्यो फाइनल्ली ग्राउन्डमा। हेर्नु त है टक्क एम है। ल हेर्नु त है यस्तो दामी छ। दामी रहेछ हेर्नु त। ल यस्तो ठाउँमा फुटबल ग्राउन्ड हुन्छ साथीहरू। कोरियामा यस्तो ठाउँमा फुटबल ग्राउन्ड भएको छ। हेर्नु त है पहाड छ, अब माथि यत्रो पहाड छ, गर्मीयाममा फुट्छ यत्रो पहाड छ, यत्रो जङ्गल छ। अनि जङ्गलको फेदमा टक्क फुटबल ग्राउन्ड बनाइदिएको छ। यस्तो सिस्टमेटिक छ साथीहरू। इन्जोय हेर्नु त। ल फुटबल ग्राउन्ड पनि कतिवटा रहेछ। यहाँ एउटा रहेछ, पल्लोमा सानो मिनी टिम जस्तो छ, मिनी ग्राउन्ड। फुटबल है दामी छ। शीतल दर्शकलाई कति शीतल छ साथीहरू। लाइट भनेको चाहिने जो व्यवस्थित छ। यहाँ एउटा रहेछ, यता एउटा रहेछ, यता रहेछ एउटा, यता रहेछ लाइट। हेर्नु होला है फुटबलको लाइट हो यो। नाइटमा यो बालेर खेल्छन्।
यस्तो ठाउँमा है फुटबल ग्राउन्ड बनाएको रहेछन् कोरियामा प्रविधिले है साथीहरू। अनि अब यो एरिया चाहिँ म देखाउँछु तपाईँहरूलाई, हेर्नु है त। ल ठ्याक्कै यो एरिया चाहिँ फिमेल हाउस एरिया हो, हेर्नु त साथीहरू। ल सबै सागसब्जी एरिया छ ठ्याक्कै। यो चाहिँ हाम्रो एरिया हो सबै, यहाँ मैले काम गर्ने एरिया चाहिँ सबै यो हो है। अघि हामी यहाँबाट आएको, यहाँबाट देखाएको छु। यो एरिया है साथीहरू हाम्रो चाहिँ, हामी यहाँबाट आएको हो। धेरै अग्लो ठाउँमा छ, दामी रहेछ, एकदम रमाइलो छ साथीहरू, हेर्नु होला। अब मैले अन्तिममा भन्नु पर्दाखेरि चाहिँ यदि भिजन हुनु भने है, भिजन हुनु र सही तरिकाले चाहिँ के भनौँ, यो अब विकास गर्न सोच्ने हो भने केहीले रोक्दैन रहेछ भन्ने कुरा हो साथीहरू। केहीले रोक्दैन, केहीले छेक्दैन। यदि भिजन छ र यदि केही गर्न सकिन्छ भनेर चाहिँ सोच्यो अनि लागि पर्यो भने गर्न सकिँदो रहेछ भन्ने कुरा हो यो। यस्तो जङ्गलमा पनि यस्तो दामी ग्राउन्ड बनाइएको छ साथीहरू। ल थ्याङ्क यू सो मच एभ्री वान वाचिङ मी। डोन्ट फर्गेट टु लाइक, कमेन्ट एन्ड सेयर। ओके, थ्याङ्क यू, बाई बाई।